भएको हुँ। कान खोलेर सुन इन्सपेक्टर, मेरो मान्छे अहिले छुट्नुपर्छ। यदि मेरो मान्छे अहिले छुटेन भने तेरो यहाँबाट छुट्टी हुन्छ। प्लिज हे इन्सपेक्टर, आज हामीलाई छुट्याउनु है। यदि मेरो मान्छे भएसम्म छुटेन भने तैँले यो दुनियाँ छाड्नेछौ र तेरो यो पुलिस चौकी ध्वस्त हुनेछ। र त जस्तोलाई एक एक गरेर ठिक सर, यो मान्छे एकदम खतरनाक छ। यसको माथिसम्म सम्पर्क छ। सर, यसले जे पनि गर्न सक्छ। अन्याय र अत्याचार विरुद्ध लड्ने हामी प्रहरीहरू जस्तै सुकै चुनौतीको पनि सामना गर्न सक्नुपर्छ। यही नै हाम्रो धर्म हो। डोन्ट वरी, हामी सँगै छौँ। भनेको ठाउँमा भनेको जस्तो जागिर मै मिलाइदिउँला। हेलो, त्यो इन्सपेक्टरले गल्ती गर्यो नेताजी। मान्छे चिन्न नसकेर त्यो इन्सपेक्टरले ठुलो गल्ती गर्यो। म त एउटा खानदानी व्यापारी मान्छे। हरेक काम गर्नुभन्दा पहिला नाफा नोक्सानलाई हेर्छु। तपाईँहरूको त चुनाव पनि नजिकै आउँदैछ क्यारे। सोच्नुहोस् है, तपाईँहरूको भविष्य त्यो चुनावले निर्धारण गर्छ र त्यो चुनावको भविष्य मेरो पैसाले। आज त इन्सपेक्टरले मेरो एउटा मान्छेलाई लगेर थुन्यो। आज त्यसले पनि नपुगेर त्यसले मेरो छोरोलाई अपमानित गरेर त्यहाँबाट पठायो। र हामीमाथि यत्रो सब भइसक्दा पनि तपाईँहरू उल्टै हामीसँग चन्दा उठाउनु बाहेक अरू केही पनि गर्न सक्नुहुन्न है। मैले मात्र चाहेर के गर्नु जनार्दनजी? विपक्षीहरूले न्यु खोज्छन्। तपाईँको मान्छेलाई कारबाही गर्ने मेरो नियत होइन नि। कारबाही मेरो मान्छेलाई होइन नेताजी, त्यो इन्सपेक्टरलाई गर्नु पर्यो। एकैपटक कारबाही गर्दा जनतामा नराम्रो सन्देश जान सक्छ। त्यसैले म त्यो इन्सपेक्टरलाई एकचोटि बोलाएर सम्झाउँछु। सम्झाउँछु? के सम्झाउनुहुन्छ तपाईँले? ल सम्झाउनुहोस्। त्यसलाई राम्रोसँग सम्झाइदिनुहोस्। 24 घण्टाभित्र मेरो ढुङ्गा हान्नेलाई फूल बर्साउनु पर्छ।
हेर्नुहोस् इन्सपेक्टर, कुनै पनि प्रतिष्ठित व्यक्तिलाई गिरफ्तार गर्नु अगाडि उसको पृष्ठभूमिलाई ख्याल गर्नुपर्छ। जनार्दन एक प्रतिष्ठित व्यक्ति हुन्। प्रतिष्ठित व्यक्तिले अपराध गर्दैनन् भने सोध्नु नै गलत हो नेताज्यू। कानुन सबको लागि समान छ, प्रतिष्ठित व्यक्ति होस् या सर्वसाधारण। आकाश, जनार्दन हाम्रो पार्टीको समर्थक हो। उसले हामीलाई चुनावमा राम्रै सहयोग गरेको छ, त्यसैले म चाहन्छु उसको मान्छेलाई तुरुन्त छोडिदिनुहोस्। उमाथि गुण्डागर्दी र लागु पदार्थ बेचबिखनको अभियोग छ, त्यसैले अभियोगकै भरमा कसैलाई अपराधी भन्न मिल्दैन इन्सपेक्टर। त्यसैले म अन्तिम पटक अनुरोध गर्दछु। ठिक छ नेताज्यू, म विचार गरौँला, तर कानुन विचार होइन। इन्सपेक्टर आकाश, बेला बखत भेट्दै गरौँ। तपाईँ हामी मिलेर यो देशमा नयाँ क्रान्ति ल्याउनुपर्छ। बिना काम म कसैसँग भेट्दिनँ, अझै तपाईँ जस्ता नेताहरूसँग त झनै भेट्दिनँ। मेरो ढोका तपाईँको लागि खुला छ इन्सपेक्टर। देशको ऐन कानुनको धच्ची नउडाउनुहोस् नेताज्यू, नत्र पुलिस चौकीको ढोका पनि तपाईँलाई खुल्ला छ। ए मैया, त्यो फलफुल हामीलाई पनि दिने हो कि त्यो सेतो हातले दिएको कति मिठो होला कि कसो साथी हो? के हेरेको त्यसरी खाउँला जस्तरी? खाने नै भए नजिक आएर चपक्क मै खाइदेऊ। हो त, आऊ मैया, मेरो गाला पनि त राम्रो छ नि, कि कसो? त्यही त। खाइस? के अझै चाहियो? ए पूजा, यो के गरे कि? नालीमा ढुङ्गा अन्दा आफैले छिटा पर्छ। हेलो पुलिस? यो झगडा होइन, यो त प्रतिकार हो। यस्ता दुई कौडीका गुण्डाहरूसँग कसरी प्रतिकार गर्नुपर्छ भन्ने कुरा यो पूजालाई राम्रोसँग थाहा छ। अबदेखि कुनै पनि केटी मान्छेसँग बोल्दाखेरि इज्जत गरेर बोल्नेस् भने तेरो जिब्रो थुतेर कौवाला खुवाइदिन्छु, बुझिस्? गुण्डागर्दी त्यसै कम हो। इङ्ग्लिस फ्याक्टरलाई त्यस्तो भन्नु हुन्थेन नि त। देखिनस् त्यसको ताल? सबै गुण्डाहरू गइसकेपछि एक्सक्युज मी, यहाँ झगडा हुँदै थियो नि, कहाँ होला भन्दै सोधेको। अनि उसलाई ढिलो थाहा भयो होला नि त। अनि के गरोस् त बिचाराले? के को बिचारा नि? तँलाई त्यसको खुब माया लाग्यो कि क्या हो? छ्या, मलाई त पुलिस भनेपछि कस्तो डर लाग्छ। डराएर के गर्छस्? भोलि पर्सि त्यस्तै पुलिससँग जिन्दगी बिताउनु पर्ला अनि थाहा पाउँछ। गुड मर्निङ सर। हजुर चिया। Good morning, Dad. Good morning. Sit down.
ड्याड यो के हो? यो रसिद हो, मैले नै छपन लगाएको। हेर छोरा, यो राजनैतिक पार्टीहरूलाई चन्दा दिँदा दिँदा म त हैरान भइसकेँ। त्यसैले अब म यो राजनीतिक पार्टीहरूलाई चन्दा दिने पैसा छ नि, तिनीहरूकै नाममा छपाएको यो रसिदबाट असुल गर्छु। तर ड्याड यो सब कसरी हुन्छ? अब यो रसिद लिएर हाम्रा केटाहरू बजारमा जान्छन्, रसिद दिन्छन्, पैसा लिन्छन्। रसिदमा एउटाको नाम हाम्रो हातमा दाम अनि अर्कैको बदनाम। वाह ड्याड, हजुरलाई माने मैले। यो सब मैले गरेको होइन, यसले गरेको हो, यसले। भनाइ नै छ नि छोरा, बल भन्दा बुद्धि ठुलो। ओके ल, अब जति सक्यो छिटो यो रसिदलाई बजारमा पुर्याउने काम गरौँ। ओके ड्याड। हामी प्रहरीहरू भनेको देश र जनताको सुरक्षाको लागि हो र हाम्रो मुख्य दायित्व भनेको जनताको जीव ज्यानको सुरक्षा गर्नु हो र हाम्रो कर्तव्य भनेको यो देशको रक्षा गर्नु हो। हजुर, म इन्सपेक्टर आकाश बोल्दैछु। हुन्छ हुन्छ, म आइहालेँ। तपाईँ र अफिसमा ड्युटी गर्नुहोला। सही साहब र हलदार साहब मसँग हिँड्नुहोस्। दिपाजी, उहाँलाई सम्हाल्नुहोस् र उहाँको बयान लिनुहोस्। ओके सर। नरिनुहोस्, आफूलाई सम्हाल्नुहोस् दिदी, यो कसरी भयो? उहाँको कसैसँग दुश्मनी थियो? कसैसँग पनि दुश्मनी थिएन, तर केही समयदेखि उहाँलाई धम्की आइरहेको थियो। धम्की? कस्तो धम्की? हेलो हेलो रविजी, हामीलाई 50 लाख चन्दा चाहियो। सरी, म 50 लाख दिन सक्दिनँ। किन? ज्यानको माया छैन तँलाई? त्यो त पछिको कुरा हो। अब के हुन्छ त? तिमी चिन्ता नगर, म आफै मिलाउँछु। हेड जाउँ। अनि यस्तो धम्कीको बारेमा प्रहरीलाई किन जानकारी दिनु भएन त? खै उहाँले नै म आफै मिलाउँछु भन्नुहुन्थ्यो। के त्यसो भए त्यही चन्दावाला नै तपाईँको श्रीमानको हत्यारा हुन सक्छ भन्ने शङ्का छ तपाईँलाई? कसलाई भन्नु? अन्त कतै दुश्मनी नै थिएन। हो, अब जे हुन भइसक्यो। तपाईँले यो धम्कीको बारेमा हामीलाई जानकारी दिनुभएको भए हामीले सुरक्षा दिन सक्थ्यौँ। अब ढिला भइसक्यो। अब तपाईँले अनुसन्धानको लागि हामीलाई सहयोग गर्नुपर्छ। खै मेरो श्रीमानको हत्यारा गिरफ्तार हुन्छ भने यो सधैँ तपाईँहरूलाई सहयोग तपाईँले हाम्रो पार्टीको कार्यकर्तालाई चन्दा र हत्याको अभियोगमा गिरफ्तार गरेर ठिक गर्नु भएन इन्सपेक्टर। के ठिक के बेठिक तपाईँले छुटाउने होइन नेताज्यू, अनुसन्धान पछि कानुनले बताउँछ। आगोमा हात हाल्ने कोसिस नगर्नुहोस् इन्सपेक्टर, जलेर खरानी हुन सक्छ। एउटा राजनीतिक दलको मजदुरलाई अपराधी बनाउने क्रियाकलापमा नलाग्नुहोस्। तपाईँको राजनीतिक दलले अपराधी जन्माउने र संरक्षण दिने काम गर्छ भने त्यो राजनीतिक दल होइन, अपराधिक समूह हो। इन्सपेक्टर, तिमी एक जागिरे हौ, जागिर खाऊ बस। नियम बनाउने र परिभाषा गर्ने प्रयत्न नगर। नेताज्यू, म कानुन अनुरूप चल्छु। 2 कौडीको नेतासँग बिग्दिन। ढोका यता छ, तपाईँ जान सक्नुहुन्छ। तपाईँ आफै आउनुभयो, आफै जानु राम्रो होला।
थुप्रै छन्, तपाईँ आदेश मात्र दिनुहोस्, चाँजो पाँजो म मिलाउँछु। फेरि त्यो इन्सपेक्टरसँग मेरो पुरानो हिसाब किताब बाँकी नै छ। त्यसो भए त्यो चौकीमा मेरो मान्छे होइन त्यो चौकीमा मेरो मान्छे ल्याउनु। एकछिन त्यसो होइन नेताज्यू, त्यो चौकीमा अब हाम्रो मान्छे ल्याउनु पर्छ र त्यसले हाम्रो लागि काम गर्छ, मात्र हाम्रो लागि। लाउनुहोस् ल। चोर चोर मिस सरी। तपाईँ हो, प्रहरी सधैँ अपराधी उम्केपछि आउँछ भने होइन, आज त देख्नु पनि। बो कुनै चमत्कार गर्नु भएको छैन तपाईँले। एनिवे थ्याङ्क यू इन्सपेक्टर। इन्सपेक्टर आकाश, के पर्यो भने सम्झिनु होला। हाम्रो सरको नामै आकाश, जस्तो सुकै अपराधी पनि एकै नजरमा झ्याप्प हुन्छ। हो जा ढिला भइसक्यो, जाऊ यहाँ। लाइट जाऊ। हुन्छ हजुर, एकछिनमा पठाइदिँदा हुन्छ। ल म भनिदिन्छु। हस् हजुर। म्याडम तपाईँ? इन्सपेक्टर साहब खै त? साहब त भित्र एक्सर्साइज गर्दै हुनुहुन्छ। के हामी उहाँलाई एकछिन भेट्न सक्छौँ? सक्नु त सक्नुहुन्छ, तर के एक्सर्साइज गरेको बेलामा साहबले सकेसम्म कसैलाई पनि भेट्नुहुन्न भन्ने बेलामा कुनै काम पर्यो भने भेट्नु होला भन्ने, अनि अहिले चाहिँ भेट्न पनि मिल्दैन भन्ने। खोइ तपाईँको साहब कहाँ हुनुहुन्छ? म आफै जान्छु उहाँलाई भेट्न। म्याम सुन्नु न, सर बसौँ न। थ्याङ्क यू। नमस्कार, मैले थाहा पाइसकेँ। म त्यही केसको अनुसन्धानमा थिएँ। बस्नुहोस् न। हलदार साहब, उहाँहरूलाई चिया अर्डर गर्नुहोस्। ओके सर। यसरी मान्छेलाई कटघरामा थुनेर ठटाउँदै अनुसन्धान गरेर हुँदैन इन्सपेक्टर साहब। तपाईँले थुनामा राख्नु भएको मान्छेको वकिल हुँ म। उसलाई तपाईँ गैर कानुनी ढङ्गले थुनामा राख्न सक्नुहुन्न। कसरी गैर कानुनी? उसलाई रङ्गे हात पक्रेर ल्याएको छु। एउटा कलेज पढ्ने जेहेन्दार विद्यार्थी कसरी रङ्गे हात पक्रिन्छ? तपाईँहरू आफ्नो सफलता देखाउन एउटा निर्दोषलाई फसाउँदै हुनुहुन्छ। हेर्नुहोस् वकिल साहब,
हामीले थुनेको व्यक्ति न विद्यार्थी हो न निर्दोषै छ। त्यो त एउटा आपराधिक समूहको सदस्य हो। राजनीतिक दलको आडमा समाजमा आतंक फैलाउँदै हिँड्ने गुण्डा हो। तपाईँले भनेको जेहेन्दार विद्यार्थी हामीले छोडिसक्यौँ। मतलब तपाईँले हो, प्रहरीले जथाभावी केस चलाउँछन्, सोझा साझा निर्दोषलाई फसाउँछन्, पद र पैसाको लागि जे पनि गर्छन् भन्ने आरोप लागेको छ। कमसेकम म मेरो चौकीमा यस्तो अन्याय हुन दिन्न। यो मेरो तपाईँको वचन हो। थ्याङ्क यू इन्सपेक्टर साहब। देशमा मौलदै गएको अपराध र दण्डहीनताबाट यो देशलाई रक्षा गर्न तपाईँ जस्तो अफिसरको खानु छ। थ्याङ्क यू भेरी मच। थ्याङ्क यू। पार्टीको चन्दा 5 लाख चन्दा कसरी दिन सकिन्छ र हो भाइ? यो हाम्रो पार्टीको सहयोगको लागि हो साउजी। हाम्रो पार्टी सरकारमा गयो भने तपाईँलाई 50 करोड फाइदा हुने काम गरौँला। चन्दा तोकेर माग्न पाइन्छ र सोही इच्छाले पो हुन्छ नि। सोही इच्छाले दिनलाई के हामी भिख माग्न आएका हौ? यो त हाम्रो पार्टीको लागि सहयोग मात्र हो। तर कुनै पनि पार्टीलाई हामीलाई चन्दा नदिनुहोस् भन्ने अपिल आएको छ। कसलाई कालले कुटकुट्यायो? युवा नेता अवाइले नपत्याए हेर्नु। बैठक नबसी हुँदैन। यो हाम्रो पार्टीको आन्तरिक मामला हो। यस सर्वदलीय बैठकमा यस कुराको निर्णय कसरी हुन सक्छ? किन हुन सक्दैन? अवैजी तपाईँहरूको पार्टीको युवा नेता भएर हाम्रो समेत बदनाम गर्दै हिँड्दै हुनुहुन्छ। हामी विरुद्ध जनता भड्काउँदै हिँड्नुहुन्छ। यसको निर्णय आजै हुनुपर्छ। युवा नेता अभयको बारेमा निर्णय लिन उहाँ स्वयं उपस्थित नभइकन कसरी सम्भव छ? त्यसो भए उसलाई खबर गर्नुहोस्। उसलाई जसरी पनि यो बैठकमा बोलाउनुहोस्। हो बोलाउनुहोस्। तर खोइ कहाँ हुनुहुन्छ उहाँ? म यहाँ अभयजी, तपाईँको कार्यशैलीप्रति पार्टीको आन्तरिक बैठकमा ठुलो विवाद भएको छ। त्यसैले तपाईँले स्पष्टीकरण दिनुपर्छ। तपाईँहरूले योभन्दा नौलो कुरा के नै गर्न चाहनुहुन्छ? पार्टीभित्र मौलाइरहेको अराजक गतिविधिलाई सुधार्न खोज्नेलाई अंकुश लगाउनु त तपाईँहरूको पुरानै रोग हो। हेर्नुहोस् अभयजी, तपाईँ जस्तो युवा नेताले पार्टीको नीति नियम मान्नु भएन भने पछि पार्टीलाई अप्ठ्यारो पर्न सक्छ। मैले कुनै पार्टीको लागि राजनीति गरेको होइन। मेरो राजनीति त देश र जनताको लागि हो। तपाईँ यसरी पार्टी अनुशासन विपरीत बोल्दै हिँड्नु भयो भने तपाईँलाई कारबाही गर्न बाध्य हुनेछौँ। यदि कारबाही नै गर्ने हो भने पार्टीको झण्डा बोकेर पार्टीको नाममा गुण्डागर्दी गर्नेलाई देश र जनताको सेवा गर्छु भन्ने अनि देश र जनतालाई नै धोका दिँदै हिँड्ने नक्कली नेताहरूको गर्नुहोस् कारबाही। भ्रष्टाचार र कमिसनको पोखरीमा पौडी खेलेर सुशासनको नक्कली राग अलाप्ने प्रशासकलाई गएर कारबाही गर्नुहोस्। जबरजस्ती चन्दा उठाउने, हप्ता उसुली गर्ने, अपहरणमा संलग्न हुने गुण्डाहरूलाई कारवाही गर्नुहोस्। नत्र भने कारवाहीको यो खोक्रो धम्की मलाई नदिनुहोस्। तपाईँले भन्न खोजेको के हो? यत्रो लामो सङ्घर्ष र बलिदानबाट स्थापित हाम्रो पार्टी र हामी जस्ता 50औं वर्ष जेल नेल सहेर देश र जनताप्रति समर्पित नेताहरू कमजोर हौं? यति ठुलो कुरा म भन्न सक्दिनँ नेताज्यू। यो त एक दिन जनताले भन्ला।
यदि तपाईँहरूको यस्तै चाल हो भने जनताले तपाईँहरूलाई एक दिन अवश्य पनि सजाय दिनेछन्। त्यसैले गुण्डा परिचालन गरेर जनतालाई दुःख दिने काम नगर्नुहोला। चन्दाको नाममा जबरजस्ती पैसा उसूल्ने काम नगर्नुहोला। मेरो भन्नु यति मात्रै हो। जुन फाइल आए पनि मेरो अगाडि आउनुपर्छ। चाहनुहुन्छ अभयजी? पार्टी आर्थिक रूपमा सबल नबनोस्, पार्टीले आर्थिक सोर्सेस नजुटाओस्? होइन, पार्टी आर्थिक रूपमा सबल हुनुपर्छ, तर जबरजस्ती जनताबाट उठाइएको पैसाबाट होइन। कसले भने तपाईँलाई जबरजस्ती पार्टीले चन्दा उठाएको छ भनेर? मेरै आँखाले देखेको कुरा कसैले भनिरहनु पर्दैन नेताज्यू। हामीले कसैसँग पनि जबरजस्ती चन्दा उठाएका छैनौँ। तपाईँ स्वयंले नउठाउनु भएको होला, तर तपाईँले खटाउनु भएको गुण्डाहरूले सर्वसाधारण र व्यवसायीसँग बलजबस्ती पैसा उठाइरहेका छन्, त्यो पनि रेट तोकेर। झुट, यस्तो हुन सक्दैन। हाम्रो कार्यकर्ता होइन, गुण्डा भन्नुहोस् नेताजी। कुनै पनि कार्यकर्ताले लोकतन्त्रको आधार स्तम्भ जनतालाई त्रासित बनाएर जबरजस्ती पैसा उठाउँदैन। यदि कसैले हाम्रो पार्टीको नाममा जनतालाई त्रासित बनाएर जबरजस्ती पैसा उठाएको छ भने त्यो कार्यकर्ता कुनै पनि हालतमा हुन सक्दैन, त्यो गुण्डा हो। मुख सम्हाल्नुहोस् अभयजी। हाम्रा कुनै पनि कार्यकर्ताले पार्टी हितको लागि कुनै पनि काम गर्छ भने हामीले जबरजस्ती रोक्न मिल्दैन। मेरो मान्यता छ कि पार्टी जनताको समर्थनमा चल्नुपर्छ। जनता तर्साएर पार्टी सञ्चालन गर्नु मूर्खता हो। अभयजी, तपाईँ पार्टी अनुशासन नाग्दै हुनुहुन्छ। यस्तै हो भने तपाईँलाई यो पार्टीबाट निष्कासन गर्नुपर्ने हुन्छ। जुन पार्टीको नेताले देश र जनताको हित गर्दैन, जुन पार्टीका नेताहरू भ्रष्टाचारमा चुर्लुममा डुबेका छन्, त्यो पार्टीले मलाई के निष्कासन गर्छ? त्यही पार्टीको सिद्धान्त र त्यो पार्टीलाई म आफ्नो मन मस्तिष्कबाट हटाइदिन्छु। आज म यो पार्टीलाई छोड्दैछु। त्यागे मैले तपाईँको पार्टी। तपाईँ जेसुकै भन्नुहोस् सर, म तपाईँको आदर्शको पुजारी हुँ। मेरो भविष्य कहाँ छ त्यो त मलाई थाहा छैन, तर मेरो लक्ष्य तपाईँसँगै छ, मात्र तपाईँसँग। र यो कुराको पुष्टि म जसरी पनि गरेरै छाड्नेछु।
तर अभयजी मेरो आदर्श हुनुहुन्छ, म उहाँको सिद्धान्तलाई छाड्न सक्दिनँ। हेर, म फेरि पनि भन्छु तिमीलाई, ओत लाग्दाखेरि जहिले पनि ठुलो रुखको ओत लाग्नुपर्छ। त्यो अभय भनेको एउटा सानो बिरुवा मात्र हो। ठिकै छ, जुन दिन तिमीले मेरो यो कुरालाई बुझ्नेछौ नि, त्यो दिन तिमी आएर अग्निलाई भेट्नु, म उसले सब कुरा सम्झाइदिइराख्छु। त्यो दिन तिमी आएर अग्निलाई भेट्नु। अभि सर, तपाईँले आफ्नो लडाइँमा मेरो साथ नस्वीकारे पनि प्लिज यो फाइल चाहिँ स्वीकार्नु होला, किनकि आज मैले यो फाइल प्राप्त गर्नको लागि आफ्नो सर्वस्व गुमाएकी छु। नमस्ते इन्स्पेक्टर साहब। ओहो, युवा नेता अभयजी, नमस्कार। भन्नुहोस्, के सेवा गरौँ? सेवा होइन सर, मसँग केही भ्रष्ट नेता र प्रशासक विरुद्ध प्रमाणहरू छ। तिनीहरूलाई पक्राउ गरेर कारवाही गर्नु पर्यो। हेर्नुहोस् नेताज्यू, तपाईँहरू पर्नुभयो राजनीतिक व्यक्ति, हामी पर्यौँ कानुनी मान्छे। तपाईँहरू राजनीतिक हिसाबले सोच्नुहुन्छ, हामी कानुनी आधारमा काम गर्छौँ। त्यसैले तपाईँको भनाइलाई मात्र आधार मानेर हामी कसैलाई कारवाही गर्ने अधिकार हामीलाई छैन। प्रमाणहरू सबै यही फाइलमा छ इन्स्पेक्टर साहब, राम्रोसँग हेर्नुहोस्। त्यो फाइलमा भएका सबै कागजातहरू सबै प्रमाण हुन् भन्ने आधार कहाँ छ खोइ? जुन कागजले भ्रष्टाचार भएको र गरेको प्रमाणित हुन्छ, त्यो प्रमाण नभए के हुन सक्छ? हेर्नुहोस् अभयजी, कागजहरूकै आधारमा भ्रष्टाचारी हो भनेर भन्ने निर्णय हामी प्रहरीहरूमा हुन्न। यो त कानुनी प्रश्न हो। त्यसैले तपाईँ कानुनी बाटोमा लाग्नु नै उत्तम होला। ठिक छ, कानुनी बाटो त म आउँछु, तर भ्रष्टाचारीहरू उम्के भने के गर्छ? जबसम्म अदालतले प्रमाणित गर्दैन तबसम्म तपाईँले कसैलाई भ्रष्टाचारी भनेर भन्न पाउनुहुन्न नेताज्यू। मसँग भ्रष्टाचार भएको र गरेको प्रमाण छ। म जसरी भए पनि भ्रष्टाचारीहरूलाई सजाय दिलाएर छाड्छु। यसरी तातेर हुँदैन नेताज्यू। तपाईँ त भोलि देश चलाउनु पर्ने मान्छे, कमसेकम आफ्नो अग्रजबाट त सिक्नुहोस् देश कसरी चलाउने। देश चलाउने तरिका मेरो आफ्नै छ, बरु तपाईँ ठिकसँग प्रहरी चौकी चलाउने तरिका सिक्नुहोस्, भोलि जागिर जोगाउन काम लाग्ला। अरे दादा, यो के ताल हो हजुरको? चिया सेलाएर हिउँ जस्तो भइसक्यो। पक्न नानी, यो केस एकदम इन्ट्रेस्टिङ मोडमा पुगेछ क्या। पहिला आफ्नो हेल्थ, त्यसपछि बल्ल केस। यो कुरा म कति सम्झाउ हजुरलाई? ल, को आयो?
हामी विरुद्ध भ्रष्टाचारको मुद्दा हाल्ने आँट त्यो 2 कौडीको अभयले कसरी गर्यो? हामीले कहाँ कहाँबाट कति पैसा लिएर आयौँ भन्ने कुराको गोप्य रिपोर्ट
तपाईँ त गजबको मान्छे हुनुहुँदो रहेछ। गुन्डाहरूले पिटिराखेका छन्, गाला थापेर बस्नुहुन्छ। हेर्नुहोस्, म राजनीतिक मान्छे, कानुन आफ्नो हातमा लिन हुँदैन भन्ने मान्यता राख्ने व्यक्ति हुँ। अहिलेको नेताहरू कानुन खल्तीमा बोकेर हिँड्छन्, जुन बेला मन लाग्यो त्यति बेला प्रयोग गर्छन्। गुन्डाहरूले कुटिराखेका छन्, त्यही पनि प्रतिकार गर्न डराउनुहुन्छ। तपाईँ जस्तो मान्छेले के राजनीति गर्नुहुन्छ? नेता कानुनभन्दा माथि हुँदैन इन्सपेक्टर साहब। कानुन सर्वोपरि हुन्छ। जहाँ कानुनको मान्यता हुन्छ त्यो राज्यमा सुशासन हुन्छ। तर कानुनले प्रतिरक्षा गर्ने छुट दिएको छ। आइ लाग्ने माथि जाइ लाग्न पाइन्छ। आइन्दा तपाईँलाई कसैले आक्रमण गरे पनि आफ्नो रक्षा आफै गर्नुहोला। सत्य, सेवा, सुरक्षा हामी प्रहरीको मूल मन्त्र हो। हामी सधैँ सत्यको पक्षमा सेवा भावले प्रेरित भई देश र जनताको सुरक्षाको लागि प्रतिबद्ध रहनुपर्छ। अब तपाईँहरूले कर्तव्य पालना गर्नुपर्ने हुन्छ। कुनै पनि अपराधबाट देश र जनतालाई सुरक्षित राख्न। आफ्नो जीवनको प्रवाह नगरी जुनसुकै परिस्थितिमा पनि विचलित नभइकन आफ्नो कर्तव्य तपाईँहरूले पुरा गर्नुपर्नेछ। अब तपाईँहरूले आफ्नो पदबालीको लागि सही साथ दिपासँग सम्पर्क राख्नुहोला। अभयजी, यो साथ अब अगाडि बढ्न सक्दैन। ठीक हो, यो साथ अब अघि बढ्दैन। विद्रोही नेता, वकिल र पुलिस अब एक साथ रहनु हुँदैन। त्यो अभयलाई हामीले ठीक पार्न त सकेनौँ। अब कुनै पनि हालतमा त्यो वकिललाई हाम्रो विरुद्धमा वकालत गर्न दिनु हुँदैन। बुझ्यौ तिमीहरूले? म त्यो वकिललाई अहिले नै खत्तम पार्दिन्छु। शान्ति अग्नि, शान्ति। यसरी घरको आगो जस्तो एकैचोटि दन्केर हुँदैन। शत्रुहरूको अगाडि त भुसको आगो जस्तो बिस्तारै बिस्तारै भित्रभित्रै सल्किँदै जानुपर्छ। त्यसको उपाय पनि तपाईँले नै निकाल्नुपर्छ जनार्दनजी। ठिकै छ उत्तमजी,
यदि तपाईँ भन्नुहुन्छ भनेदेखि म त्यो उपाय पनि निकालौँला। तर हाम्रो विरुद्धको प्रमाण भएको त्यो गोप्य फाइल त्यो वकिलको हातमा कसरी पुग्यो? को त्यो हाम्रो त्यो फाइल त्यसरी त्यहाँ पुर्याउने हाम्रो दुश्मन? खोज्नु पर्यो। त्यसको छिनोफानो पछि गर्दै गरौँला। सबभन्दा पहिला त्यो वकिलसँग त्यो फाइल हामीले हात लाउनु पर्यो। त्यसपछि त्यो अभय आफै ठिक भइहाल्छ नि। यो त कस्तो भयो भने नि उत्तमजी, एउटा सानो भुसुनाले नि हात्तीलाई पनि रुवाउँछ भन्थे नि, ठ्याक्कै त्यस्तै भयो। बट डोन्ट वरी, भुसुनाहरू उडिरहन्छन्, कुकुरहरू भोकिरहन्छन्, तर हात्ती आफ्नै गतिमा हिक नास लस्किरहन्छ। ओए वकिल, को तिमीहरू? हामीको तेरो कानून अड्डा अदालतमा चल्ला। यो मेरो साम्राज्य हो, यहाँ मेरो कानून चल्छ। केटा हो, यो जबसम्म कर्करो गले चाहिँ गर्दैन, यसलाई यसरी नै राखिराख। सपनाहरू धेरै साँच्यो, यही देशको लागि पनि युगौँ युगौँ बाँच्छ साथी, चन्द्र सूर्य जस्तै के भयो? केही पत्ता लाग्यो? सबैले एउटै कुरा भन्छ, कोसिस। तपाईँहरू त खोज तलास गर्ने निकायमा हुनुहुन्छ। पत्ता लगाउने अधिकार पाएको निकायहरू नै यसरी कोसिस मात्र गरिरहन्छ भने मेरो दाइको अवस्था कसरी थाहा पाउने? पूजा, यसरी हरेस नखाऊ, प्रहरीले अनुसन्धान गर्दैछ। मैले बुझिसकेँ। अब मेरो दादाको खोजी तपाईँहरूबाट हुँदैन। मेरो दादाको खोजीको लागि म आफै हिँड्छु।
समाजलाई पूजाको लागि मात्रै होइन, सारा राष्ट्रप्रेमीको लागि पनि कुनै हालतमा मैले मुक्त गराउनु पर्छ। हिजोसम्म ऊ मेरो अभियानको सहयात्री थियो भने र शास्त्र तपाईँको ढाडै बेपत्ता भएको यतिका दिन बित्दा पनि खोजबिन गर्न किन भ्याउँदैन, त्यही सोध्न आएको। त्यो हाम्रो अनुसन्धान टोलीले खोजी गर्दैछ। फेला परेको खण्डमा सार्वजनिक गर्नेछौँ। तर फेला परेन भने के गर्नुहुन्छ? फेला परेन भने परेन। एउटै व्यक्तिको पछाडि सिङ्गो सुरक्षा निकाय खटाउन त सकिँदैन। प्रकाश एउटा व्यक्ति मात्रै होइन, उस सिङ्गो पेसाकर्मीहरूको प्रतिनिधित्व पात्र हो। र त्योभन्दा पनि महत्त्वपूर्ण कुरा, भ्रष्टाचारीहरूको जन्म कुण्डली लिएर उनीहरूलाई सजाय दिलाउन प्रतिबद्ध भएको राष्ट्र सेवा कानुनी व्यवसाय हो। हेर्नु सबैजी, यो देशमा प्रकाश जस्ता हजारौं नागरिकहरू बेपत्ता भएका छन्। अब तिनीहरू सबैको खोजी गरेर साथै छ र
प्रवीण हाम्रो प्लान सब चौपट गर्ला जस्तो सिद्धाइदे यसलाई त्यो फाइल कहाँ छ? फुरुकतिया त्यो अभयको पक्षमा धेरै नलाग। अभयको होइन, कानुनको पक्षमा छु र अभयले कानुनको बाटो समातेको छ, बुझिस्? हेरोगी, त्यो फाइल हामीलाई दिइस् भने माला माल बनाइदिन्छु। आखिर त्यो अभयले यति छिटै यस्तो खेल खेल्नुभयो कि सारा खेल समाप्त भयो? खेल समाप्त भइसकेको छैन नेताजी हो, खेल त अब सुरु हो। यसको मतलब मेरा केटाहरू अझै असुरक्षित छन्। अस्ति भर्खर गस्तीले समातेका केटाहरू हिरासतमै छन्। ती तपाईँहरूका केटाहरू मात्र होइन, हाम्रा होनहार कार्यकर्ता पनि हुन्। इन्सपेक्टर साहब, ती हाम्रा कार्यकर्ता कहिले छुट्छन्?
तपाईँले जहिले भन्नुहुन्छ त्यहीले मन्त्रीज्यू, तर यसपालि आदेश मौखिकमा होइन लिखितमा चाहिन्छ। लिखितमा? लिखित आदेश चाहिन्छ भने लिखितै देऊला, के फरक पर्छ? शास्त्रमा एक ठाउँमा भनेको छ नि, कर्म गर फलको आश नगर। तर यहाँ सर पोखराको टोली एकदम राम्रो गरिरहेको छ। अनि यो बागलुङको टोली यो पनि राम्रै गरिरहेको छ। अनि यो बहिनी स्पोर्ट्समा एकदमै राम्रो छ सर। यो अनि हजुरले हिजो भ्यानमा हालेर पठाउनु भएको केटाहरू छुटेछ। वाट? यो कसरी? यो भइसक्यो, इन्सपेक्टर नारायणले छोड्नु भएछ। इन्सपेक्टर नारायण? इन्सपेक्टर आकाश, तपाईँ कसरी बाटो बोल्नुभयो? बस्नुहोस्। बाटो भुलेर होइन इन्सपेक्टर नारायण, बाटो सम्झेर आएको। सम्झी आउनुपर्ने त्यस्तो के काम पर्यो इन्सपेक्टर आकाश? तपाईँको चौकीमा गस्ती भेनले पक्रेर ल्याएको केटाहरू छुटेछन्, त्यसको कारण बुझ्न आएको। केटाहरू? कुन केटाहरू? अस्ति ल्याएको केटाहरू। आई एम सरी इन्सपेक्टर, तपाईँले भनेका जस्ता केटाहरू यहाँ ल्याएका छैन। तपाईँ भ्रममा पर्नुभयो जस्तो छ। म भ्रममा छैन इन्सपेक्टर नारायण, खुद मैले मोबाइल भ्यान बोलाएर पठाएको। तर तपाईँले कसरी भ्यान बोलाउनु भयो? तपाईँ त तालिम केन्द्रमा हुनु पर्थ्यो। म ड्युटी सकाएर सर्चमा लिएको थियो। हो, उसो भए तपाईँ अफ ड्युटीमा? धेरै गाह्रो भयो। गुरुजी अलि छिटो चलाउनुहोस् न। अगाडि त बाटो बन्द छ त सर। के को बन्द हो? गएर कुरा गर्नुहोस् न। हे, आधा चक्का जाम छ भनेर थाहा छैन? कस्तो चक्का जाम? अन्त त गाडी चलिरहेको छ। मेरो श्रीमतीलाई हस्पिटल लानु अर्जेन्ट छ। बाटो छोड। श्रीमतीलाई हस्पिटल लाने हो भने हेलिकप्टरबाट लाने। अगाडि बोर्ड देखिनस्, यहाँ चाहिँ बन्द छ। ए ओए, बर्ता बल्छस्, गाडी साडी फुटाइदिन्छु। गाडी फुटाइदिन्छु? बर्त नबोला है, बाटो छोड। ओए, त भन्या मान्दैनस्? हामीले गरेको बन्दमा त गाडी चलाउने। जा, गयो तुरुन्त फर्किन्छ तेरो गाडी फुटाइदिउ। है त तुरुन्त फुटाइदिउ।
अब दिप्तीजीको ठाउँमा पवित्रजीले लिड गर्नुपर्छ। त्यसपछि हाम्रो अभियान पुरा हुन्छ। बुझ्नु भएन? हेर्नुहोस् मैले त्यो कमी तपाईँले पुरा गर्नुभयो भने हाम्रो अभियान सफल हुनेछ। के भन्न आउनु? कतै फेरि राजनीति गर्छु भनेर भन्न आउनुभएको त होइन? फेरि राजनीति गर्ने विचार छ भने पुरानो पार्टीमा तपाईँको स्थान सुरक्षित छ। अभयले एकचोटि थुकेको थुक कहिले चल्दैन। त्यसो भए किन आउनुभयो त यहाँ? म तिमीहरूको भ्रष्टाचारको एक एक हिसाब लिन आएको, प्रकाशको यथार्थको स्थिति लिन आएको, पूजाको पेटबाट यो धरती नै नटेकी मृत्युवरण गर्ने बच्चाको हक माग्न आएको, इमान्दार र कर्तव्यनिष्ठ हुँदाहुँदै सधैँ राजनीतिक शोषणमा परेको इन्सपेक्टर आकाशको लागि न्याय खोज्न आएको हुँ। गुड, खोज्नुपर्छ। हरेक कुराको हिसाब खोज्नुपर्छ। भोलि कोही राष्ट्र हाँक्ने तपाईँहरू जस्तो युवाले यसरी न्याय र अन्यायको हिसाब किताब नखोजी कसले खोज्छ?
वास्तवमा तपाईँहरू जस्तो युवाको कारणले गर्दा नै मैले यो देशको भविष्य उज्जवल देखेको छु। अभयजी, स्ट्रगल गर्नुहोस्, स्टाब्लिस हुनुहोस् र यस्तो भव्य बैठकमा बस्ने हैसियत बनाउनुहोस्। त्यसपछि तपाईँ आफै यस्तो हरेक कुराहरूको निर्णय गर्नुहोला है। देशद्रोही, काला बजारी गरेर बटुलेको नोटले यिनीहरू जस्तो राष्ट्रघाती नेता त किन्लास्, यो जस्तो निरय प्रशासक त किन्लास्, तर अभय जस्तो सच्चा राष्ट्रप्रेमी बिकाउमा छैन। याद राख जनार्दन, तेरो काला बजारीको करतुत चाँडै छता छुन्न हुँदैछ। याद राख, तिमीहरूले यस देशको जनतालाई दास बनाएको छौ, नियम र कानुनको धज्जी उडायो, भ्रष्टहरूलाई काखी च्याप्यो र इमान्दारहरूलाई सबै पाखा लगायो। एक दिन नेपाली जनताले तिमीहरूलाई यसको सजाय धेरै छाड्नेछ। एक एक हिसाब लिनेछ। पूजा, कति दिन यसरी बस्छौ? जे भयो भयो, अब बिर्सिदेऊ। कसरी बिर्सिउँथ्यो? कति सपनाहरू सङ्गालेर राखेकी थिएँ, सारा सपना भताभुङ्ग भयो। एउटा फुल फुल्न नपाई चुडिएर झऱ्यो। प्राणभन्दा बढी माया गर्ने दाइको पनि अत्तपत्त छैन। यो सब मेरो कारणले गर्दा भएको हो। यदि मैले भ्रष्ट र बेमनसँग मिलेर राष्ट्र र जनतालाई धोका दिएको भए यो दिन आउने थिएन। त्यसो नभन्नुहोस्, तपाईँको इमान्दारिता नै त छ नि शिर उठाएर हिँड्ने आधार। अब म यी भ्रष्टहरूलाई एक एक गरी खत्तम पारिदिन्छु। दयको खोजीको लागि विद्रोह गर्छु। अब म प्रहरीको जागिर छोडेर भ्रष्टहरूसँग हतियारसहित लड्न निक्लिन्छु। उनीहरूसँग तपाईँ एक्लैले लडेर सक्नुहुन्न। भोलि तपाईँलाई पनि केही भइहाल्यो भने मेरो के हुन्छ सोच्नु भएको छ तपाईँले? मेरो त कालो बजारी र गुण्डाहरूको चङ्गुलबाट रक्षा गर्न म सधैँ तपाईँको साथमा छु। अबदेखि हाम्रो एउटै उद्देश्य रहनेछ, यो देशको रक्षा गर्नु। के गर्यो दिप्ती? मैले आफ्नो कर्तव्य पुरा गरेछ। तपाईँले यो भ्रष्टहरूको हाम्रो देशको रक्षा दिप्ती, दिप्ती, जनार्दनजी, एक दिवसमा आइपुगेन नि त त्यो। आउँछ नि, काम सिद्ध्याउँछ, आरामले आउँछ। के को हता? तै पनि अब शुभ समाचार चाँडै नै सुन्न पाए राम्रो हुन्थ्यो नि त। आइहाल्यो। मैले त अबेला गोली थाने, तर त्यो गोली अर्कैले लाग्यो र त्यो इन्सपेक्टर आकाश मलाई फलो गर्दै आइरहेको छ। ठुक्क त्यति जब एउटा काम पनि फत्ते गरेर आउन सकिन, के काम गर्छ त? अब के गर्ने?